हार्दिक पाण्ड्या भनेपछि नाम नै काफी छ। 25 बलमा 63 रन। हिजो राति भएको इन्डिया भर्सेस साउथ अफ्रिकाको म्याचमा हार्दिक पाण्ड्याले 25 बलमा 63 रन लगाउँदै पारीलाई एकदमै राम्रो टार्गेटसम्म पुर्याउनुमा महत्त्वपूर्ण भूमिका खेल्नुभयो। इन्डियाले कुल 231 रन बनाएको थियो, जसमा 25 बलमा 63 रन हार्दिक पाण्ड्याको थियो। हार्दिक पाण्ड्या एउटा एकदमै राम्रो अलराउन्डर हुनुहुन्छ। उहाँ चाहिँ अलराउन्डर र्याङ्किङको 1 नम्बरमा पनि पुग्नु भएको थियो, अहिले ड्रप हुनु भएको छ। तर आई थिङ्क हार्दिक पाण्ड्या छिट्टै फेरि 1 नम्बर र्याङ्किङमा पुग्नु हुनेछ। हिजोको म्याच हेर्ने हो भने हार्दिक पाण्ड्याको एकदमै ठुलो भूमिका रहेको छ। 252 को स्ट्राइक रेट, यो भनेको एकदमै राम्रो कुरा हो T20 इनिङ्समा। अनि भारतको लागि ओपनिङ गर्न आउनु भएको थियो सञ्जु स्यामसन अनि अभिषेक शर्मा। सञ्जु स्यामसनले 22 बलमा 37 रन र अभिषेक शर्माले 21 बलमा 34 रनको एकदमै राम्रो स्टार्टिङ पारी खेल्नुभयो। त्यसपछि तिलक वर्मा आउनुभयो। तिलक वर्माले पनि एकदमै राम्रो प्रदर्शन यहाँ देखाउनु भएको छ। 42 बलमा 73 रन, यो भनेको एकदमै राम्रो इनिङ हो। अनि त्यसपछि सूर्यकुमार यादव चाहिँ फ्लपै हुनुभयो यो गेममा पनि। 7 बलमा 5 रन मात्रै, 71.43 को स्ट्राइक रेट रहेको छ। त्यसपछि आउनुभयो हार्दिक पाण्ड्या। हार्दिक पाण्ड्याले चाहिँ 25 बलमा 63 रन, यो भनेको चाहिँ एउटा एकदमै राम्रो म्याच विनिङ इनिङ थियो हार्दिक पाण्ड्याकोबाट। अनि त्यसपछि आउनुभयो शिवम दुबे। शिवम दुबेले 3 बलमा 10 रन र त्यसपछि जितेश शर्मा आउनुभयो। उहाँले बलै खेल्नु पाउनु भएन, नट आउट रहनुभयो शिवम दुबे र जितेश शर्मा दुवै। अब कुरा गर्ने हो भने दक्षिण अफ्रिकातिरको, यहाँ चाहिँ हाइएस्ट रन स्कोरर हुनुहुन्छ क्विन्टन डिकक। उहाँले एकदमै राम्रो पारी खेल्दै हुनुहुन्थ्यो, तर के गर्नु 35 बलमा 65 रन बनाउँदै उहाँ चाहिँ आउट हुन पुग्नुभयो। त्यसपछि ओपनिङ गर्दै हुनुहुन्थ्यो क्विन्टन डिककसँग रिजा हेनरिक्स। उहाँले चाहिँ 12 बलमा 13 रन मात्रै बनाउन सक्नुभयो। अनि त्यसपछि आउनुभयो डेवाल्ड ब्रेविसले चाहिँ राम्रो इनिङ खेल्नुभयो, 17 बलमा 31 रन। अनि डेभिड मिलरले 14 बलमा 18 रन। ओभरअलमा हेर्ने हो भने साउथ अफ्रिकाबाट क्विन्टन डिककले खेलेको पारी चाहिँ एकदमै राम्रो थियो र साउथ अफ्रिकाको कसैले पनि राम्रो स्कोर बनाउन सक्नु भएन र म्याच गुमाउन पुग्नुभयो साउथ अफ्रिकाको टिमले। जम्मा 20 ओभरमा जम्मा 201 रन बनाउँदै म्याच हार्नुभयो र भारतले चाहिँ 30 रनले गेम जित्यो। यसमा कुरा गर्ने हो भने भारतीय अलराउन्डर हार्दिक पाण्ड्याको एकदमै महत्त्वपूर्ण पारी छ। उहाँले 25 बलमा 63 रन बनाउनु भयो। यो एकदमै रोमाञ्चक म्याच थियो र हार्दिक पाण्ड्याले 1 विकेट पनि लाग्नु भएको छ। तपाईहरुलाई सबैभन्दा राम्रो खेल कसको लाग्यो तल कमेन्टमा कमेन्ट गर्न नभुल्नुहोला र हामी अर्को भिडियोमा भेट्ने छौं। धन्यवाद। शुभ दिन।